हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल एसजी भ्लगमा। आज पनि हामी खतरा अनि पुरै बारुदवाला भ्लग लिएर आउँदैछौँ। हामी पनि आज पनि फेरि बजारको भ्लग हो। फेरि आज पनि बजारमा जाने हो, पुरै तरकारी किन्ने हो, खतरा गर्ने भन्ने प्लानिङ छ। अरू त त्यस्तै हो होइन, सानोतिनो के भन्नु। आजको भ्लगमा चाहिँ बारुद आउँछ। बारुद पुरै इन्डियाले पुरै पाकिस्तानले हाने जस्तै बारुद आउँछ यो भ्लगमा पनि। त्यस्तै बारुद हानिदिन्छु आज होइन। गाइज हेर्नु होला मेरो सँगसँगै मेरो युट्युब च्यानलमा लाइक सब्सक्राइब फलो कमेन्ट अनि कस्तो बनाउनु पर्छ भनेर यसो ट्याक्क कमेन्ट पनि छोडिदिनु होला होइन गाइज। हामी चाहिँ आज होइन कडा हानिदिने हो म त छोड्ने होइन क्यारे। यस्ता छोड्ने त मबाट हुँदै क्यारे। मैले भनिदिएछु फेरि भनिदिएछु। अब खासै त्यति ह्यान्डसम कलेज जाने त होला, खास त्यति ह्यान्डसम पनि नभनौँ, त्यति एकदम छैनन् पनि नभनौँ। तर हामीसँग हुनुहुन्छ दुईजना नेसनल प्लेयर त बन्न लागेको थियो केटाहरू। यो त पढ्न आयो क्या परीक्षा दिने क्या ह्यान्डसम भने यार यसको लागि लाइक कमेन्ट सब्सक्राइबर गरिदिनु। कपी लिङ्क पनि यसले चाहिँ गाइज ह्यान्डसम नभन्दासम्म चाहिँ कोही लाइक कमेन्ट नगरिदिनु होला। ल तँलाई ह्यान्डसम नभनिकन क्या ल भने हौ। हाई गाइज, अहिले भाइरल म्युजिक गर्दै अलिकति चाहिँ नगसिकन त यिनीलाई लाइक कमेन्ट सब्सक्राइबर नगर्नु। त्यसको लागि अलिकति चाहिँ हाम्रो लागि भयो नि एक दुईवटा गरिदिनु बढाइदिनु। अरू त्यस्तै छ, यिनीहरूलाई लाइक कमेन्ट किन गर्नु पर्यो साथी। गाइज पर्सन आज हाम्रो सबैभन्दा अहिलेसम्म चलेको म्युजिक छ नि त्यो वाला म्युजिक गराउँछ। हामी चाहिँ आज हाट बजारतिर र यसको कपाल धेरै ठुलो भएको छ गरे काटेर यसलाई यसो घाउँ काट्न गइरहेको छु गाइज। बजार साइकल आएर त्यहाँ अगाडि रोड पुरै चक्का जाम छ उता बिग्रेको कारणले हामी यता आइरहेको छौँ होइन। ब्रेक लाग्दैन पुरै त ब्रेक लाग्दैन दिदी भएको कारणले उकालोमा जुन ब्रेक चाहिने त खासै चाहिँदैन थियो, तर पनि हुनु पऱ्यो। यही खाता आउने थियो लाग्दा। बाइकमा पनि ब्रेक नभए बाइक ल्याउने, साइकलमा पनि ब्रेकै नभए होइन होला। तैँले के गर्न खोज्यो फेरि बसाल मलाई नै बसाल छ। ब्रेक लाग्दैन क्या बिस्तारै होइन। हामी बस पारमा आएको तर के गर्नु, हामीसँग गाडी त छ ब्रेक नलाग्नेवाला छन्। हेर्नुहोस् यही हो मेरो भविष्यमा चढ्नेवाला गाडी चाहिँ यही हो गाइज। के गर्नु फ्रीको गाइज, तेल सेल त हालिँदैन यता। जब गर्मी देखेर गाइज भ्लग बनाउन खतरा मन लाग्दैन मनै लाग्दैन हो, मनै लाग्दैन टिकापुरको गर्मी देखेर मलाई। के गर्नु टिकापुरको गर्मी देखेपछि त जाडो मौसममा उदा गरी याद आउँछ। यहाँनिर आइयो त अब कपाललाई जगल्ला काट्ने हुँदा जगल्ला काटेको राम्रो छ। केटो खाँदा जगल्ला नकाटेर नराम्रो भएको थियो। जगल्ला काट्छ। अब हामी पनि यसो एकछिन जगल्ला काटेको हेर्छौँ अनि त्यसपछि जान्ने हो होइन। यहाँनिर एक्सिडेन्ट भइसकेको थियो, बिचारीहरू मरेकी छिन् धन्य है। के बोल्यो भाइ? एक्सिडेन्ट गरेको थियो त्यो दुईजना नानीलाई, केटीहरू धन्नै गइसकेका थिइन्। अब हामी पनि यस्तै हो जाऊ मलाई ए छुट अनर हेर्नु अनर बाँदर जो भन्दा टुज अनर नदेखाइ। हाट बजारतिर लागिरहेको छ होइन। अब म चाहिँ साइकलमा एमडी साइकल चलाउँछन्, म चाहिँ एमडी यसो के भन्दैन एमडी साइकल चलाउँछन्। म चाहिँ मस्तो तरिकाले होइन अब बस्ने पछाडि रुम त रौँ काट्ने पसलमै छ यतै छ। म त्यस लागि बहुत अल्छी रौँ काटेको छैन यार। अघि आएको यार त्यहाँभित्र बसेछ मस्तो तरिकाले। कोही केटी देख्यो है, कोही देख्दैन। गफ हानेछ मजाले। हामीहरू माथि घुम्न गएको थियौँ अनि त्यहाँ नि त्यो गफसप हानेछ। अनि हामी कहाँ त्यसको गफ हानेर सुनेर बस्न मन लाग्छ त्यही भएर गाइज आज साइकल चाहिँ छ हामीसँग है गाइज। दुईवटा साइकल छन् तर के गर्नु गाइज यसको साइकलको फेरि यसको साइकलको एउटाको ब्रेक छैन, त्यसको साइकलको दुइटै साइकलको एकवटा मात्र ब्रेक छन्। अब के दुइटैको एउटा ब्रेक निकालेर एउटै साइकलमा जोइन गरिदिउँ कि भन्ने मलाई लागिरहेको छ। हेर्नुहोस् गाइज होइन, अरू त त्यस्तै हो। जसले पनि भन्छ केटी जिस्काउँदैन के गर्दैन भन्छ। अब केटी जिस्काउनलाई अब केटीलाई पनि के जिस्काउनु यार गाइज। केटी त जिस्काउनु हुन्थ्यो, नजिस्काउने होइन। म यस्तो नाइट सहरमा म खतरा फेरि जिस्काउनुको त, तर के गर्नु यार गाइज
विवाह पनि गरेको छैन केही पनि गरेको छैन फसाइदियो भने जेलमा हालिदियो भने के गर्ने यार भर्खर पर्दैछु आजले त फेरि नपा केही भनेको फेरि कस्तो केस लगाइदिन्छ नि यार गाइज त्यही भएर नजिस्कौँ सबै दिदीबहिनीहरूलाई दिदीबहिनी भनौँ मायाले गरौँ सम्झौँ हो कि न एमडी बरु आज यसो हाट बजारतिर कोही भेट्यो भने चाहिँ एमडीको लागि एउटा एकजना पठाइदिने भन्ने प्लानिङमा छु अब हेरौँ नै हाट बजार आएर म त भलक बनाउँछु भन्छ न हाट बजार तरकारी खानेको लागि टिकापुरमा एउटै हाट बजार छ त अनि कहाँबाट ल्याएर भलक नयाँ ठाउँमा बनाइदिउँ त्यही हो नयाँ पसल आइसक्रिम खाऊ यस्तो गर्मी छ खाऊ के भन्दैछ त्यसले खाऊ एका मुख खोच एका मुख हेर न बोतलले बहुत डिस्टर्ब गरिरहेको छ यार यसमा हेर न यार के छ यसमा फोर राइट रडाइ थियो यार धन्य यार आउन गाइस यस्तै हो हेर हाट बजार यति खतरा छ मिली होइन हामी त तरकारी खतरा किन्ने आज होइन धेरै दिनपछि आएको तरकारी किन्नु एक हप्तापछि नै हो अब यसो हाट बजार तरकारी किनिदिउँ न त खाइदिउँ न त यहाँको मान्छेलाई यसो राहत गरिदिउँ न त हामीले नकिनेर होला यहाँ मान्छे गरिबी भइरहेको छ न यसो गरिबी न्यूनीकरण गरिदिउँ न त भनेर आएको खोइ त केही भेटिन्न त तरकारी त आज मैले गुन्द्रुक लिने भन्ने प्लान छ गुन्द्रुक के भन्छ गुन्द्रुक के भन्छ गुन्द्रुक कौन है ये लोग गुन्द्रुक मलाई यस्तो मस्त मजा लाग्छ होइन ओ दाइ के छ दाइ त्यस्तो मेरो भाइ लाइक कमेन्ट गरिदिनु र हाम्रो दाइलाई आज हाट बजारमा छौँ हामी हाट बजारमा भाइहरू किन्दै हो दिपक गाईको स्माइल देखेर यहाँ मेरो गाई त भाउजू चाहियो भने भन्नु म यहीँबाट पठाइदिन्छु सिङ्गल बस्नुभन्दा दाइ मेरो भलङमा आउनु एउटा भाउजू दिइदिन्छु तपाईँलाई दाइ घरमा किडीहरू आएर यत्रो भाइ फालाफाल छ नि यार गर्ने अलि त्यस्तै छ केही छैन तरकारी के पनि देखिँदैन त हो देख्दैन त म अरूले यो माछा र यति हत्या गरेका छन् कि करेन्ट लगाएर हो कि के गरेर यिनीहरूले सुकाएर यसको भुडी सुडी नफालेरै नफालेर यसलाई बनाएका छन् फाइनली बेच्नको लागि बनाएको यसलाई सिद्रा भन्छ यसलाई इन्डियाबाट ल्याइन्छ होइन दाइ कहाँदेखि ल्याउनुहुन्छ इन्डियाबाट होइन इन्डियाबाट ल्याउँछ मलाई थाहा छ यो सिद्रा हेर्न सक्नुहुन्छ माछा गर्न मारिकन सुकाइकन 120 गरी बेच्छ फाइदा गर न गर तिमीलाई त आएको